डीभी लॉटरी 2026 को रिजल्ट कसरी चेक गर्ने आजको यस भिडियोमा जानकारी गराउँछु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र च्यानललाई लाइक र सब्स्क्राइब गरिदिनु होला भन्ने अनुरोध गर्दैछु। सबैभन्दा पहिलो तपाईँ आफ्नो गुगल अथवा क्रोम ब्राउजर ओपन गर्नुहोस्। जस्तै म आफ्नो गुगल ओपन गरेँ। गुगल ओपन गरिसकेपछि यहाँ सर्च गरेर लेख्नुहोस् डीभी लॉटरी 2026 सर्च गर्नुहोस्। सर्च गरिसकेपछि यहाँ फर्स्टमा आएको छ इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा प्रोग्राम, यसमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि यहाँ यस्तो इन्टरफेस आउँछ र यहाँ तल छ चेक स्टेटस, यसमा क्लिक गर्नुहोस्। चेक स्टेटसमा क्लिक गरिसकेपछि यहाँ कन्टिन्यूको अप्सनमा क्लिक गर्नुहोस्। कन्टिन्यूको अप्सनमा क्लिक गरिसकेपछि तपाईले डीभी लॉटरी भर्नु भएको थियो त्यति बेला तपाईको कन्फर्मेसन नम्बर, लास्ट नेम, डेट अफ बर्थ त्यो सबै त्यसमा थियो। त्यो तपाई आफ्नो स्क्रिनशट लिनु भएको छ डीभी लॉटरी भर्ने बेलामा, त्यो यहाँ राख्नुहोस्। फर्स्टमा छ कन्फर्मेसन नम्बर, तपाई आफ्नो राख्नुहोस्। जस्तै मैले एउटा कन्फर्मेसन नम्बर राखेँ। कन्फर्मेसन नम्बर राखिसकेपछि यहाँ 2 नम्बरमा छ लास्ट फाइनली नेम, तपाई लास्ट नेम राख्नुहोस्। थर्ड जस्तै मैले राखेँ सेकेन्डमा, र थर्डमा छ इयर अफ बर्थ, तपाई आफ्नो इस्वीसम्म डेट राख्नुहोस्। जस्तै मैले राखेँ। र 4 नम्बरमा छ टाइप द क्यारेक्टर दे अपियर द पिक्चर, यो पिक्चर हेरेर तपाई यसमा लेख्नुहोस् यो पिक्चरमा के छ। जस्तै मैले यहाँ हेरेर लेख्छु। यो पिक्चरमा हेरेर लेखिसकेपछि सबमिटको अप्सनमा क्लिक गर्नुहोस्। सबमिटको अप्सनमा क्लिक गरिसकेपछि यहाँ रिजल्ट आइसकेको छ। यहाँ छ बेस्ड अन द इन्फर्मेसन प्रोभाइडेड द एन्ट्री हैज नट बीन सिलेक्टेड, यहाँ सिलेक्ट भएको छैन। सिलेक्ट भएको हुन्थ्यो भने यहाँ सिधै सिलेक्टेड आउँथ्यो, तर यहाँ हैज नट बीन सिलेक्टेड आएको छ, यानी कि यो लॉटरी परेको छैन। यदि तपाईको डीभी लॉटरी परेको छैन भने अर्को साल फेरि तपाई ट्राई गर्नुहोस्। भिडियो राम्रो लाग्यो भने लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनु होला भन्ने अनुरोध गर्दैछु। भिडियो हेर्नको लागि धन्यवाद।